आज चाहिँ म तपाईलाई यो कपडाको बारेमा के भन्न गइराखेको छु। डायलिसिस गर्दाखेरि चाहिँ हामीले यो कपडा ओछ्याउनु पर्छ के। यो ओछ्याउनु पर्छ, यो गजहरू चाहिँ युज गर्नुपर्छ हामीले फोहोर सफाहरू गर्नलाई गज राखेर त्यसको जे होस् त्यसकै डिटेल्स वे छ काम गर्ने। अनि यो कपडालाई चाहिँ हामीले यसो गरेर अनि यसो गरेर पाता बनाउँछ के। यो कपडा चाहिँ थरी थरीको छ यो कपडा। यो बक्सामा हाल्नुपर्छ हामीले। यो बक्साभित्र हालेपछि अहिले लास्टमा देखाउँछु। अब यो भाँडोमा चाहिँ यसलाई हामी यसरी राख्छौँ। यसरी राखेपछि अब हामी चाहिँ यसलाई एक स्टेप पहिला गज र त्यो कपडा हाल्छौँ। गज पनि मिलाएर हाल्नुपर्छ। यो चाहिँ डायलिसिसलाई चाहिने एकदमै इम्पोर्टेन्ट भएकोले बनाउनै पर्छ है। यसो गर्यो यस्तो गरेर यसलाई पनि हाल्यो यसरी। अनि एक स्टेप भयो यो। अब दुई स्टेपमा हालेपछि यो भरेर यस्तो बन्द गरिदिएर अनि यसलाई स्टेरिलाइज गर्न छोड्नु पर्छ।